मर्निङ गाइस। अब चाहिँ आज चाहिँ म गोर्खा आइदिएको होइन र आज चाहिँ मेरो ड्युटी छुट्टी हुन्छ त्यही भएर चाहिँ गोर्खा आएको र अब चाहिँ म ग्यासको लिएको छु र म चाहिँ अब ग्यासको लागि जाँदैछु। ग्यास फिस हेर्दै गर्नुहोस् होला तपाईँहरूले। र आज चाहिँ थर्सडेको दिन चाहिँ बजार चाहिँ धेरै बन्द छ, अफिसहरू पनि आज खुल्ला हुन्छ या हुँदैन त्यो चाहिँ मलाई थाहा छैन। र आज चाहिँ बजारहरू चाहिँ धेरै नै बन्द छ। र गाइस आज चाहिँ मेरो ड्युटी पनि छुट्टी हो र आज यस्तो ढिलाकिरहेको छ कि भर्खरै लागिसक्यो ड्युटी गएर पनि होइन। र त्यही भएर चाहिँ आज चाहिँ यसो निक्लिएको मासु दोकानहरू पनि सबै बन्द छ आज चाहिँ, हेर्नुहोस् होला। यहाँ चाहिँ फगी लागेर एकदम जाडो छ र दार्जिलिङको बस पनि जाँदै रहेछ, एनबिएसटिसी दार्जिलिङ बस जाँदैछ। र पर्सिको दिनमा चाहिँ म यही बसमा जानुपर्छ, घर जानुपर्छ। वाक्कै लागिसक्यो ड्युटी गरेर पनि गाइस। र हेर्नुहोस् होला तपाईँले बस स्ट्यान्ड, दार्जिलिङ बस स्ट्यान्ड हेर्नुहोस् होला। र बस त एउटा मात्रै रहेछ किनकि 11:30 भइसक्यो, त्यही भएर गइ पनि सक्यो बस चाहिँ। र आउँछ फेरि अर्को ट्रेनमा लाग्छ। र अब चाहिँ म जाँदैछु ग्यासको लागि, ग्यास अफिस। र हिजो पनि गएको थिएँ, हिजो पनि थिएन ग्यास। र आज चाहिँ दिन्छ कि दिँदैन मलाई थाहा छैन। र आज चाहिँ दियो भने चाहिँ राम्रै हुन्छ। हुन्छ गाइस, भेट्दै गर्नु होला अहिलेको लागि, बाई बाई।